पहिला 10 वर्ष अघि पनि नेपाल यस्तै थियो 10 वर्ष 20 वर्ष आउँदाखेरि पनि हालत यस्तै छ यहाँ कहिले केही हुँदो रहेछ है अरे भगवान् यो जति जे गरे पनि भएन बाटो त्यस्तै बिग्रिन्छ घर जान त्यस्तै बिग्रिन्छ गाई के अब जानु पर्यो क्यारे विदेशै जानु पर्यो क्यारे अब त्यहाँ बसेर काम होला जस्तो लागेन काम छैन अब केही गरेर सुत्रिँदो रहन्छ केही गरेर गर्दो रहन्छन् विदेश हाम्रो नेपालमा गर्छ तँलाई तारागनी ठाउँमा पुऱ्याउँछु तारागनी ठाउँमा देख्ला अब तारागनी ठाउँमा पुगिस् तारागञ्ज कहाँ गए तारागञ्ज मेरा कहाँ ल्याइदिया ओहो तारा कहाँ गर्नु भ्याउँछु म यत्रो तारा गर्नुपर्छ तारा भ्याउँदिनँ यत्रो तारा कहाँबाट गर्नु अझ उफार्छु तँलाई अझ नगनेर साथो अझ भन्दैनस् कतिवटा रहेछ तारा कति कति यता पनि छ उता पनि छ भनेर साथै छ अझ भन्छस् नेपालमा आएर आज भन्दैनस् त रमाइलो भने म यही बस्छु म केही गर्छु नेपाल नछोड